नमस्ते भारत, नमस्ते नेचर। यहाँनिर दुईटा दल छन् हामीसित है। यहाँ हाम्रो दलगाउँबाट आएको के पेसेन्ट पो तपाईँको? क्यान्सर पेसेन्ट, सिए पेसेन्ट है। आज एकदम भयानक रोग छ। यो सबै कारण भएको कारण चाहिँ यो सबै हाम्रो 3 इन्चीको जिब्रोले गर्दा बिमार भएको हो होइन। डक्टरले लुटेकै मान्छे उहाँहरू यसरी सहयोग गर्नुहुँदैछ, समयलाई यसरी भोकै बसेर होइन एउटा सेवा काम गर्नुहुँदैछ। उहाँलाई पनि डोनेसन दिएर सहयोग गरिदिनुहोस्। तपाईँले जिपेहरू पनि गर्नु सक्नुहुन्छ, अकाउन्टमा पनि सेन्ड गर्न सक्नुहुन्छ। तपाईँलाई डिस्क्रिप्सनमा म नम्बर पठाउने छु, तपाईँले सहयोग गर्नुहोस् है, किनभने एकअर्कामा सहयोग लिएर नै बाँच्नुपर्छ। त्यसरी नै हाम्रो कालिम्पोङको यहाँ हाट बजार एरियाको एकजना बहिनी हुनुहुँदो रहेछ, 40 इयर्स प्लस। उहाँको किडनी पुरै ड्यामेज भएको छ र किडनीको चाहिँ अहिले डायलिसिसको क्रम चलिरहेको छ है। उहाँहरू पनि यसरी समयलाई एउटा बहुमूल्य समयलाई चाहिँ युटिलाइज गरेर चाहिँ आफ्नो इन्डिभिजुअली बस्नुभएको छ, कुनै संस्थाबाट नभइकन। र उहाँहरूको एउटा प्रयास सराहनीय छ मानव कल्याणको लागि। अब हामीले एकअर्कामा मानव कल्याणमा सहयोग गर्नुपर्छ। उहाँलाई पनि तपाईँहरूले म उहाँहरूबाट नम्बर लिनेछु, एकजनाको लिइसकेको छु। तपाईँले त्यो नम्बरसँग सम्पर्क गरेर तपाईँले अनलाइन पे पनि गर्न सक्नुहुन्छ। सहयोग गर्नुहोस्, एक थोकी सुकी 100 थोकी नदी। र यसरी यो स्थितिमा हजुर हस्बेन्ड पनि छैन रहेछ। दुःख लाग्दो कुरो त यहाँ सिङ्गल मदर है, तर उहाँ अब यस्तो आमा छोरी मात्रै छन् अरे है। तर यस्तो एउटा दुःख लाग्दो दुर्दशापूर्ण स्थिति हुनु त यो सबसे ठुलो चाहिँ तपाईँहरूलाई पनि म सचेत गराउन चाहन्छु यस सानो ब्लग्स मिनी ब्लग्सको माध्यमबाट कि हामीले चाहिँ घरमा चाहिँ रिफाइनलाई चाहिँ फ्याँकिदिइहाल्नुपर्छ। रिफाइन र पाम ओइलले चाहिँ गर्दा चाहिँ यो जुन चाहिँ क्यान्सरको स्थिति भएको छ, किडनी ड्यामेज भइरहेको छ। कोल्ड ड्रिङ्क्स नखानुहोस्, नानीहरूलाई पनि नदिनुहोस्, मैदा नखानुहोस्, चिनी नखानुहोस्, सबै एउटा प्लास्टिक जन्य चिजहरू बनाइएको हो। र तपाईँलाई सचेत गर्न चाहन्छु, डक्टर नेचर वेलनेस आज आयुर्वेद लिएर आएको छ र एकदमै कम बजेटमा धेरै एउटा क्रोनिक डिजिजहरू निको भएर जानेछ। उहाँहरूलाई सहयोग गर्नु नभुल्नु होला है त। नमस्ते, फेरि भेटौँ सम्पूर्णमा। र विशेष अहिले मैले जुन चाहिँ एउटा ब्लग्स तपाईँहरूको समक्षमा प्रस्तुत गर्न लागिरहेछु छु र म अहिले सिके चोकमा छु। र सिके चोकमा दुई साइडमा मेरो यो आयुर्वेदा मेडिसिनको दुई साइडमा एउटा रङ्गु दलगाउँबाट अनि एउटा कालिम्पोङ हाट बजार। र कालिम्पोङ हाट बजारको पनि नम्बर म डिस्क्रिप्सनमा हाल्नेछु पेसेन्टको, र रङ्गु दलगाउँको पनि म तपाईँलाई डिस्क्रिप्सनमा हालेको हुन्छु। काइन्डली त्यो नम्बरमा तपाईँहरूले एउटा सहयोगको हात बढाइदिन अनुरोध गर्दछु। जति सक्दो यथाशक्ति तपाईँहरूले अनलाइन पेमेन्ट गर्न सक्नुहुन्छ र जिपे गर्नु सक्नुहुन्छ। दुईटाकै जिपे गर्दा हुन्छ है। तपाईँले यति गरिदिनुहोस्, मानव कल्याणको लागि यति काम गरिदिनुहोस्। धेरै धेरै तपाईँहरूले आशीर्वाद पाउनुहुनेछ है, अनुरोध गर्दछु। नमस्ते, नमस्ते भारत, नमस्ते नेचर, जय आयुर्वेदा।